नमस्ते साथीहरू। आज हामी JLPT यानसाङका महत्त्वपूर्ण 10वटा कान्जी सिक्नेछौँ। यो भिडियो JLPT प्रिपरेसन र डेली जापानिजको लागि युजफुल हुन्छ। अब ढिला नगरी कान्जी सुरु गरौँ। 1 नम्बरमा कान्जी रहेको छ सिन। सिन भनेको के होला त साथीहरू? सिन भनेको अगाडि बढ्नु, प्रगति गर्नु। सिन कान्जीको कुनियोमी वा सुसुमु सुसुमेरु भन्ने हुन्छ। अब एक्जाम्पलमा जाउँ। एक्जाम्पलमा रहेको छ सिम्पो। यो अगाडिको कान्जी चाहिँ सिम्पो हो। निहोङ्गो गा सिम्पो शिमाशिता। निहोङ्गो गा सिम्पो शिमाशिता भनेको मेरो जापानी भाषा प्रगति भयो भन्ने बुझिन्छ। तपाईले सम्झनु पर्ने छ सिन इचिबान नो कान्जी वा सिन देस। कुनियोमी वा सुसुमु सुसुमेरु भन्ने बुझिन्छ। 2 नम्बरमा जाउँ। 2 नम्बरको कान्जी रहेको छ ताई। ताई। कुनियोमी रहेको छ सिरिजोकु र नोकु। यसको मिनिङ रहेको छ छोड्नु, पछि हट्नु। ताईनो मिनिङ के हो भने छोड्नु, पछि हट्नु। एक्जाम्पलमा जाउँ। एक्जाम्पल वर्ड रहेको छ ताइसोकु। ताइसोकु। ताइसोकु भनेको के हो त? ताइसोकु भनेको छोड्नु। एक्जाम्पलको लागि मेरो बुबाले कम्पनी छोड्नु भयो। यसलाई जापानिजमा चिची वा खाइस्या हो ताइसोकु शिमाशिता भनिन्छ। चिचीले चाहिँ कम्पनी छोड्नु भयो। 2 नम्बरको कान्जी के रहेको छ ताई। तपाईले सम्झनु पर्ने हुन्छ, कहिलेकाहीँ JLPT एक्जाममा दिनेछ ताइसोकु। ताइसोकु। ताइसोकु भनेको काम छोड्नु। 3 नम्बरमा जाउँ। 3 नम्बरको कान्जी रहेको छ सेन। के रहेको छ? सेन। यसको कुनियोमी रहेको छ एराबु। एराबु भनेको छनौट गर्नु। एराबु। एक्जाम्पलमा जाउँ। एक्जाम्पल रहेको छ सेन्ताकु। सेन्ताकु। सेन्ताकु भनेको छनौट गर्नु। तादासी सेन्ताकु हो शिमाशिता। तादासी सेन्ताकु हो शिमाशिता। तादासी भनेको सही, सेन्ताकु भनेको छनौट, शिमाशिता भनेको गरेँ, मैले सही छनौट गरेँ लाई जापानिजमा तादासी सेन्ताकु हो शिमाशिता। के रहेछ त? सानमान नो कान्जी वा सेन देस। सेन। सेन। 4 नम्बरमा जाउँ। 4 नम्बरको कान्जी रहेको छ झोकु। झोकु र यसको कुनियोमी रहेको छ सुजुकु। सुजुकेरु भनेको जारी राख्नु, निरन्तर गर्नु भन्ने मिनिङ हुन्छ। एक्जाम्पलमा जाउँ। केइजोकु। केइजोकु। केइजोकु भनेको के हो त? केइजोकु भनेको निरन्तर। निरन्तर कुनै पनि कामलाई निरन्तर गर्नुलाई केइजोकु शिमास भनिन्छ। तथैबा बेङ्क्यौ नो केइजोकु वा ताइसेचु देस। पढाइको निरन्तरता महत्त्वपूर्ण छ। यहाँ के छ भने बेङ्क्यो भनेको पढ्नु, पढाइ। जस्तै अहिले तपाईँले यो भिडियो हेरेर पढ्दै हुनुहुन्छ, यसलाई बेङ्क्यो भनिन्छ। निरन्तरता भनेको केइजोकु। केइजोकु वा ताइसेचु। ताइसेचु भनेको महत्त्वपूर्ण छ। बेङ्क्यो नो केइजोकु वा ताइसेचु देस भनेको पढाइको निरन्तरता महत्त्वपूर्ण छ। 5 नम्बरमा जाउँ। 5 नम्बरको कान्जी रहेको छ तेन। तेन। कुनियोमी रहेको छ कोरोबु। कोरोबु घुम्नु, परिवर्तन हुनु। नेपालीमा रहेको छ घुम्नु, परिवर्तन हुनु। यसो एक्जाम्पलमा जाउँ। एक्जाम्पल रहेको छ उन्तेन।
उन्तेन यो पछाडिको कान्जी है। तेन भनेको पछाडिको कान्जी उन्तेन। उन्तेन भनेको के हो त? ड्राइभ गर्नु हो। अनि वा कुरुमा ओ उन्तेन सिमास, यो भनेको के हो त? मेरो दाइ गाडी चलाउनुहुन्छ। मेरो दाइ गाडी चलाउनुहुन्छ। तेन भनेको के रहेछ? परिवर्तन हुनु, घुम्नु। उन्तेन भनेको के रहेछ त? ड्राइभ गर्नु। तेन भनेको परिवर्तन गर्नु। उन्तेन गर्नु भनेको कुनै पनि गाडी एक ठाउँबाट अर्को ठाउँमा परिवर्तन हुन्छ। त्यसैले उन्तेन उन्तेन यहाँबाट यहाँ गयो भने उन्तेन 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 तेन भनिन्छ। यहाँबाट यहाँ जानुलाई तेन भनिन्छ। मैले ह्यासट्याग गरेको ठाउँबाट ह्यासट्याग गरेको ठाउँमा गयो भने उन्तेन तेन तेन भनिन्छ। सम्झनु होला है, तेन। रोकुबानमा जाउँ, 6 नम्बरमा जाउँ। 6 नम्बरको कान्जी रहेको छ हि। हि कुन्योमी रहेको छ कुराबेरु। कुराबेरु भनेको के हो त? तुलना गर्नु। 6 नम्बरको कान्जीको मिनिङ रहेको छ तुलना गर्नु। इक्जाम्पलमा जाउँ। हिकाकु। हिकाकु भनेको के हो त? तुलना गर्नु। इकाकु इकाकु सिमास। इकाकु सिमास्ता भनिन्छ। फुताचु हो हिकाकु सिमास्ता। फुताचु हो हिकाकु सिमास्ता भनेको मैले दुईवटा तुलना गरेँ। दुईवटा तुलना गरेँ भन्ने बुझिन्छ। 7 नम्बरमा जाउँ। 7 नम्बरको कान्जी रहेको छ केचु। केचु रहेको छ। यसको कुन्योमी रहेको छ खिमेरु। खिमारु निर्णय गर्नु। निर्णय गर्नु भन्ने बुझिन्छ। इक्जाम्पलमा जाउँ। केते 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 भनेको के हो त? निर्णय गरे। केचु यहाँ भएको छ के भएको छ है, आदि चु भएर केते केते भएको छ। जस्तै सिगोतो ओ केते सिमास्ता। सिगोतो ओ केते सिमास्ता। कहिलेकाहीँ चाहिँ एक्जाममा सिगोतो ओ दादा सिमास्ता आएर यो कान्जी आयो भने केते सिमास्ता भन्ने हुन्छ है। सिगोतो हो केते सिमास्ता, मैले काम निर्णय गरेँ। कहिलेकाहीँ केते सिमास्ताको ठाउँमा किमारी मास्ता पनि आउँछ है, नजुकिनु होला। किमारी मास्ता पनि एउटै हो। 8 नम्बरमा जाउँ। बाचु। बाचु यसको कुन्योमी रहेको छ नुकु नुकेरु। निकाल्नु, चयन गर्नु भन्ने बुझिन्छ। इक्जाम्पलमा जाउँ। सेम्बाचु। पछाडिको कान्जी चाहिँ अहिले हामीले पढिरहेको भाचु आएको छ भने सेम्बाचु। सेम्बाचु। खारेवा सेम्बाचु सारेमास्ता। उनी चयन भए। कारेवा सेम्बाचु सारेमास्ता भनेको उनी चयन भए। 8 नम्बरको कान्जी के रहेछ? बाचु। बाचु। 9 नम्बरमा जाउँ। 9 नम्बरको कान्जी रहेको छ खा। खा कुन्योमी रहेको छ कुवाएरु। कुवावारु थप्नु, सहभागी हुनु भन्ने बुझिन्छ। इक्जाम्पलमा जाउँ। साङ्खा। पछाडिको कान्जी है, साङ्खामा युज हुन्छ। साङ्खा। साङ्खा भनेको के हो त? सहभागी हुनु। हामीले यहाँ पढ्यौँ नि सहभागी हुनु। जस्तै वातासी वा यो कान्जी रहेको छ खाइगी। खाइगी। खाइगी भनेको के हो त? बैठक। बैठक। हामीले N5 मा पढेको थियौँ नि, खाइगी भनेको बैठक। खाइगी सिचु भनेको बैठक रुम। जस्तै वातासी वा खाइगी नि साङ्का सिमास्ता। वातासी वा खाइगी नि साङ्का सिमास्ता भनेको म बैठकमा सहभागी भएँ। म बैठकमा सहभागी भएँ, भएको थिएँ भन्ने बुझिन्छ। 10 नम्बरमा जाउँ। 10 नम्बरको कान्जी रहेको छ घेन। घेन। घेन कुन्योमी रहेको छ हेरु हेरासु।
घट्नु कम हुनु भन्ने बुझिन्छ। इक्जाम्पलमा जाउँ। इक्जाम्पलहरू रहेको छ गेन्सो, गेन्सो। सोको कान्जी त N5 मा पढिसक्नुभयो होला। अहिले आयो गेन्सो भनेको घटिरहेको। जस्तै निहोन नो जिन्को गा गेन्सो शितेइमास भनेको जापानको जनसङ्ख्या घटिरहेको छ। यहाँ चाहिँ रहेको छ जिन्को गा गेन्सो शितेइमास भनेको जनसङ्ख्या घटिरहेको छ भन्ने मिनिङ लाग्दछ। आज हामीले 10 वटा कान्जी सिक्यौँ। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।